नमस्कार, प्रणाम हजुर। आज केतु र चन्द्रदेवको युति सम्बन्धको चर्चा गर्दैछु। केतु कर्म सम्पूर्णताको सङ्केत, केतु अध्यात्म हो। केतुले जातकलाई आसक्ति विमुख बनाइदिन्छ। केतुको हृदय मात्र छ, शिर छैन, विचार व्यक्त गर्ने माध्यम छैन उसको। केतु जुन ग्रहसँग केतुले युति सम्बन्ध बनाउँछ उसको हृदय बनिदिन्छ, केतु अन्तरात्मा बनिदिन्छ, केतु मन हो। केतु एउटा मन हो र एउटा मनले जब अर्को मनसँग सम्बन्ध बनाउँछ, अर्को मन भन्नाले चन्द्रदेवसँग जब युति सम्बन्ध बनाउँछ, जातकको हालत के होला है, यसलाई सकारात्मक रूपमा लिनु होला है हजुर। यसो भइरहेको जातक अत्यन्तै जातकभित्र संवेदनशीलताको पराकाष्ठ हुन्छ, अत्यन्तै इमोसनल, अत्यन्तै भावुक भइदिन्छ जातक। परिस्थितिले जातकको हृदयलाई सजिलै परिवर्तन गरिदिन सक्छ, जस कारणले गर्दाखेरि कहिलेकाहीँ एकदमै गलत निर्णयको शिकार पनि बन्न सक्छ जातक। मुड स्विङ भइरहन्छ, एकैछिनमा संसार जित्छु लाग्छ, तत्क्षण आत्मविश्वास यसरी लो भइदिन्छ कि आफूलाई केही गर्न सक्दिनँ जस्तो कमजोर फिल गराइदिन्छ, नर्भस ब्रेकडाउन भइदिन्छ। अनौठो प्रकारको भावनात्मक प्रतिक्रियाहरू देखाइरहन्छन् यस्ता जातकहरूले। र केतु र चन्द्रमाको युति सम्बन्ध भइरहँदा केही गरेर चन्द्रमाको अवस्था पोजिसन राम्रो छ, कहिलेकाहीँ चन्द्रमङ्गला योग, गजकेसरी योग, कहिलेकाहीँ लक्ष्मी योग, चन्द्रमाको अवस्था बलियो छ, शुभ ग्रहसँग दृष्टि सम्बन्ध बनाएर राम्रो अवस्था छ चन्द्रमाको भनेदेखि जातकमा अत्यन्तै शुभ राम्रा सङ्केतहरू देखिन्छन्। जातकको लागि यो योग वरदान साबित हुन सक्छ। यस्तो योगमा जन्मिराख्दाखेरि जातकहरू अत्यन्तै राम्रो उच्च कोटिको हिलर भएर निस्किन्छन्। अरू कोही जातकको हृदयबाट जस्तो सुकै दुःख पनि चट्ट बाहिर निकालेर फ्याँक्दिन सक्ने अनौठो ऊर्जा शक्ति हुन्छ जातकभित्र। राम्रो योगी, राम्रो दार्शनिक, अत्यन्तै राम्रो आध्यात्मिक प्र्याक्टिसनर, राम्रो साधक भएर निस्किन्छन्। जहाँ जुन पेसामा काम गरिराखेको हुन्छ त्यो पेसामा काम गरिराख्दाखेरि त्यहाँ उसको खाँचो महसुस हुन्छ। त्यो ठाउँमा त्यो जातकलाई उसलाई देख्न मात्रै पाउँदाखेरि उसको पेरिफेरीमा भएका जातकहरूको आदि दुःख चाहिँ नि समाप्त भएको फिल हुन्छ। त्यो किसिमको एउटा ऊर्जा शक्ति हुन्छ जातकमा है। र राम्रो योग बनिराख्दाखेरि एउटा किसिमको सम्पूर्ण सुख शान्ति, एउटा समृद्धि प्राप्तिको योग पनि बनाउँछ। अब त्यहीँनिर यदि चन्द्रमा कमजोर छ, पाप पीडित छ, केही गरी अरिष्ट योगहरू बनेको छ भनेदेखि अब जातक चाहिँ अलिकति नराम्रो कर्मतिर मोटिभेट हुन सक्छ। आनन्द चाहिन्छ उसलाई, तर त्यो आनन्द उसले इन्स्टेन्ट खोजिदिन्छ, लागु पदार्थ, मादक पदार्थहरूमा खोजिदिनको कारणले गर्दाखेरि अलिकति कुलतमा फस्ने चान्सेस पनि हुन्छ है। यसमा चाहिँ जातकले विशेष ख्याल पुर्याउनु पर्ने हुन्छ। र कालपुरुषको जन्मकुण्डलीमा चन्द्रदेव भनेको चतुर्थ भावको जिम्मेवार हुनुहुन्छ है, त्यहाँको कारक ग्रह हुनुहुन्छ। यो भइराख्दाखेरि चतुर्थ भाव पनि प्रभावित, शुभ छ, शुभ प्रभाव पर्छ, अशुभ छ, केही न केही अशुभ प्रभाव पर्छ। माताको मनोविज्ञानमा अलिकति प्रश्न चिन्हहरू आउन सक्छ। त्यो कुरामा चाहिँ विशेष ख्याल गर्नुपर्ने हुन्छ। हजुर माता हुनुहुन्छ र हजुरको सन्तानको जन्मकुण्डलीमा त्यस्तो योग छ भने समय सँगसँगै चन्द्रमाको दशा आइराख्दाखेरि यस्तो समस्याहरू देखिन सक्छ। त्यसमा चाहिँ विशेष ख्याल गरेर आफूलाई अध्यात्मतिर मोटिभेट गरेर लानुभयो भने यो चाहिँ एउटा सम्पूर्ण सल्युसन बन्न सक्छ है हजुर। अब उपायमा जाउँ, उपाय नै भन्दैछु। 8-9 दशमुखी रुद्राक्ष अवश्य धारण गर्नुहोला। यो चाहिँ एकदमै उच्च कोटिको समाधान बन्न सक्छ हजुरको लागि। चन्द्रमाको शान्ति साधना अवश्य गर्नुहोला। ओम श्राम श्रीम श्रोम श्रह सोमाय नमः। चन्द्रमाको दर्शन, पूर्णिमाको पेरिफेरीको चन्द्रमाको दर्शन गर्ने, त्राटक गर्ने, ध्यान गर्ने, पूर्णिमाको व्रत राख्न सक्नुहुन्छ भक्तिभावपूर्वक। र आध्यात्मिक गतिविधिमा इन्भल्भ हुने कुरा त छँदैछ। यात्रा गरिरहने, यात्रा गर्दाखेरि प्रकृतिसँग सम्बन्धित यात्रा गर्ने है। आकाश, वायु, खोला, जङ्गल, समुद्र, झरना, मरुभूमि होइन, वर्षा, यस्ता चिजहरूको बहुत आनन्द लिने, इन्जोय गर्ने, यो चिजहरूसँग नजिक भएर ब्रह्माण्डीय ऊर्जासँग नजिक हुने कोसिस गर्ने, ताराको अवलोकन गर्ने, चन्द्रमाको स्थिति हेर्ने,
उदाउँदै गरेको सूर्यको अवलोकन गर्ने है, चाँदीको गरगहनाहरू प्रयोग गर्ने, मोतीको गरगहनाहरू प्रयोग गर्ने, यो चिज पनि हजुरको लागि राम्रो सोल्युसन बन्न सक्छ। र जलचरलाई चारो खुवाउने, भ्यागुता माछा लगायतका पानीमा हुने जति पनि जलचरहरू छन् यिनीहरूलाई चारो खुवाउने, उनीहरूसँग प्रेमपूर्वक वार्तालाप गर्ने, तिनीहरूलाई हेरेर आफू खुसी व्यक्त गर्ने, यो चिजहरूले हजुरको इमोसनलाई चाहिँ नि, भावनालाई ब्यालेन्स गरिदिन ठुलो मद्दत गर्छ है हजुर। र सबैभन्दा ठुलो कुरा केतु र चन्द्रमाको दुईटा मनको युति सम्बन्ध भइराख्दाखेरि मन पराकाष्ठ भएर मन अलिकति बदमास छ। मन कस्तो भने अनुशासनको घेरामा बस्न मान्दैन, मनको बुद्धि छैन, बहकिन्छ ऊ। त्यसकारणले गर्दाखेरि यसलाई कन्ट्रोलमा राख्न, काबुमा राख्नको लागि हजुरले बुध ग्रहलाई पनि एक्टिभेट गर्नुपर्ने हुन्छ है। आफ्नो जन्मकुण्डलीमा बुध, बृहस्पति जस्ता, शुक्र जस्ता ग्रहहरूको अवस्था कस्तो छ त्यसको आधारमा पनि तपाईलाई केतु र चन्द्रमाले युति सम्बन्ध बनाइराख्दा त्यसको आधारमा पनि फलादेश गर्नुपर्ने हुन्छ। र यो युति सम्बन्ध कुन भावमा भइराखेको छ त त्यो भाव प्रभावित त भइ नै हाल्छ। त्यो भावप्रति हजुर आसक्ति गर्न थाल्नुभयो, केही आशाहरू राख्न थाल्नुभयो भने अब केतु महाराजले त्यहाँ तपाईँलाई निराश बनाइदिइहाल्नुहुन्छ। त्यो भावबाट केही आशै नराख्नुहोस्, हजुरले कर्म गर्नुहोस्, फलको आशै नराख्नुहोस्। स्वाभाविक रूपमा केतुको ऊर्जा एक्टिभेट हुन थाल्छ र तपाईँलाई त्यो भावको सुख प्राप्त हुन थाल्छ। यो चाहिँ नि एकदम सिक्रेट शास्त्रीय कुरा गरेँ मैले हजुरलाई है हजुर। र यसरी आफ्नो इमोसन प्रति सचेत हुँदै चन्द्रमाको विशेष साधना, ध्यान, अध्यात्म प्रति हजुरले अलिकति रुचि राखेर मनलाई जति सक्दो स्थिर बनाउने कोसिस गर्नुहोला, त्यति नै चाहिँ नि शुभ फल प्राप्त हुन्छ है हजुर। आफूलाई रिलेट गरेर अवश्य प्रतिक्रिया राख्नुहोला। र धेरै साथीहरूको जिज्ञासा छ बृहस्पति र केतु महाराजले युति सम्बन्ध बनाइराख्दाखेरि के होला, यो विषयमा म अर्को नेक्स्ट भिडियो बनाउने नै छु है। हस् त, हामी सबैको दिन अत्यन्तै शुभ बितोस्। आफ्नो विचार राख्दै होला, किप सपोर्टिङ। यस्तै भिडियोहरू हेर्नको लागि फलो चाहिँ नि गर्दै गर्नुहोला है हजुर।